हाय गाइज हाम्रो के भन्छ कसाई यता फुल 12 पोलिङ पास भएको कि नै खै यता हेलो हेलो हाई भएको छ आइकनिक डायलग अरु बेला अहिले चाहिँ हेलो सर कस्तो छ जज गर्नुस् त मेरो बारा मम्मी बोल्नु ल खै मास्टर नि भन्नुस् ल भन्नुस् यता म पास भए कि फेल भए बेजेट नगर्नुस् है बेजेट गर्न पाइदैन आन्दोलन नउत्रिने हो यस्तो हो मिल्दैछ आउँदैछ पेनमा कति दिनुहुन्छ बाबा ती कति कन्जुस गरेको त्यो जाबा त्यो सबै हामीले लाने भए त अझै कति थोरै दिन्थ्यो प्लास्टिक कता छ प्लास्टिक जाऊ जेन्जी प्लास्टिक खोज्नु ए डढ्यो अच्छा डढेको निस्क्यो हाम्रो बारा बाबु युट्युब खतरा देखिन्छ हैन मास्क यस्तै हो अनि हाम्रो अर्को राम्रो वाला पछि भन्छ नि मबाट हेर ज खुसी छ नि एकचोटि कमेन्ट गरिदिनु होला त यो राम्रो छ कि छैन मेरो बारा यहाँ साह्रै हेर्दै मलाई हैन मलाई साह्रै हेर्दै यो मान्छेले बिल्कुल पत्याएन बारालाई त्यो देख्दा मात्रै राम्रो गाइजहरु बान मार्दाखेरि लरेक लुरिक हुन्छ अनि यसको लागि नराम्रो भन्छ नि त कस्तो मिलेको छ धन्न अहिले त्यो भन्नु भने राम्रो पोलेछ त्यसो भन्छ फेरि बोल्न पाइन्न नि है त्यसो भन्नु त जे मन लाग्यो त्यही भन्नु त पाइन्छ राम्रोलाई राम्रो भन्दिनँ नराम्रोलाई नराम्रो त्यो देखाउनलाई हो गाइजहरु राम्रो बनाएको अहिलेसम्म बिग्रियो त्यो अरू त्यो बिग्रेकै हो कति बिग्रेको छ बन्द भइसक्यो भएको छैन बन्द गर्न क्या भयो किन राम्रो देख्यो चाहिँ युट्युबमा हालिदिन्छु जसले हेर्छ देख्छ कस्तो कन्टेन्ट भएको छ हाल्ने हो कि कस्तो म त साह्रै छ राम्रो आउँछु होला साह्रै छ त्यसलाई पनि भन्दैन गाइजहरु सबैजना राम्रो कि नराम्रो लेट्स गो फर सम टुर अलिकति सामान रिपेयर गर्नलाई गइदिउँ घडी बनाउनु छ स्पिकरको ब्याट्री लिन्छ भोलि तिहारमा नाप्नु पर्यो नि के को चस्मा चप्पल ए कुन चाहिँ त्यो त होला अब दिस घडी इज नट वर्किङ आवर अब बाइकको चाबी कहाँ राखेँ मैले छिडाइज तपाईँ मामा घर गएर ल्याउनुपर्छ स्पिकर अनि ब्याट्री सेट्री चेन्ज गरेर बनाउने कुरो छ पठाउनु पऱ्यो नि उता टोलीहरूलाई आउँदा तिहार त्यहाँ हामी के लिन आगर भाइ स्पिकर सिउ डाङ्गले छ डाङ्गले दे यसको पनि पहिला यहाँ भनेर ब्यालेन्स त्यस्तो कतिखेर आउने उता कतिखेर आउने उता ए भोलि हो ए ल त्यो बेटी लेख्ने मलाई किन खिच्यो होला
न त के कम अन बटर नै हैन के सेल्फ हान्छ पहिला अनि बल्ल बटर सक्दैन होला सेल्फ भने के गर्ने ल कसरी गर्ने हो अगाडि फेर्ने पहिला गियरमा लाग्न बिस्तारै क्लच हत्त सुन्ने स्लो बटर हल्का हल्का धेरै भयो यसले लान्छ खाल्टोमा लग्यो अरे तिहारको दिन हात खुट्टा बाँचेर बस्नु पर्ला रेकर्ड छ बस हरि बिजोक ल जा ओके धेरै बटन पर्छ बिस्तारै बटन क्लच छ उठाउँदा क्लच मतलब एक्सिडेन्ट छोडेपछि क्लच स्पिकर त खतरा हालतमा रहेछ नि त मुसा बच्चा जम्मै थियो स्पिकरभित्र केही पनि थिएन स्पिकर त सबै तार जति काटेर चाहिँ चुई केही पनि नै खाली पुरै ए बरै के हो यो कसको हो यो हाम्रो तिहार हो नि somebody need बारा हो कि खाने हो बारा कहाँ छ बारा पाँचको बारा हेर्दा नराम्रो भने मिठो हुन्छ है फेरि बाँकी मलाई सेलासी मन पर्दैन र मिठाई अचार पनि खाऊ यहाँ अचार छ के रहेछ कालो कालो कुकुरको बारा ल अचार खाऊ त्यो गुङ्गुरको लिएर हाले अचार खाऊ ए म चाहिँ त्यहाँ लाग्छ कि खाइदिनु मा पैसा लजु कम मज्यो माका त्यत्रो त खानेको राख्नु अचार त त्यत्रो त होइन मिठो छ के त्यो ने छानेर खाने कस्तो बल्न मलाई मार्नु नचाहिदियो किरण भछ मलाई एक फर्का नचाएर आएको बाबा एक हो है म त्यही रेकर्ड गरेर यहाँ भिडियो सक्यो बाबाले गीत गाएको त नाचेको हो बाबा पनि नाचेको म पनि नाचेको यो चाहिँ थियो हाम्रो डे 1 कोही मासु काट्दै कोही बारा पोल्दै कोही डुल्दै भ्लग बनाउँदै कोही तरकारी काट्दै गयो हाम्रो डे 1 प्रिपेरेसन डे फर ग्रान्ड भाइटिका वेलकम टु डे 2 अफ हाम्रो तिहारको भ्लग बाहिर म चाहिँ बिहानै उठेर टेन्सन टाङ्नुतिर लाग्यो छ्यामालाई बिहानैदेखि ड्युटी माला बनाउने मम्मी बाबा बजे चाहिँ खानपिन बनाउनेतिर अनि यसरी सुरु हुन्छ हाम्रो तिहारको भाइटिका डे 2 माताहरू हाई हेलो भन्नु न ल यतै छु हौ ए फेरि एकचोटि हे यु टु पिपुल ए माई ब्याड हे यु पिपुल से हाई छिटो छिटो के Happy Tihar guys. Wah, nganyadin kudang talong. हाम्रो टोलीहरू विदेश बस्ने टोलीहरूलाई देखाउनु पर्यो नि हाम्रो तिहार कस्तो भयो भनेर बताइहाल्छु नि हाई गर्नु Hello everyone. ल Hi. मिस यु किरण दाइ यो चाहिँ किरण दाइको लागि खानेर गयो Miss you all my son and दुईटै छ डटरै भन्छ
यता बोल्दैछौ घुमै छ मेसेज दिएको दिन्छौ ल फेरि म्यासेज एकचोटि बधाई के भन्न चाहनुहुन्छ दाइ र दिदीलाई धेरै मिस गरेछु भन्न चाहन्छु खल्लो खल्लो हुन थालेछ खल्लो खल्लो घाँटी घाँटी आएको अर्को मास्टरनी बोलिसकेका छन् यता ए मास्टरनी हाई गर्नु त छिटो के मम्मी हाई गर्नु न भेटमा नगएछ ए जा अब त्यो गर ठुलाबा तपाईले खतरा हेको मान्छे त सबलाई नाकौँ तिहार कुन चाहिँ सानो कानो तिहार चाहिँ यतिले लाफाको हाय सन्चै छौ हाई भनिदेऊ त हाई हाई वेलकम सबैलाई वेलकम छ त दिदी हल्ला त हुनै बाँकी भएको थियो हाम्रो हिजै भएको थियो वेलकम जरा मामा भाइ नमस्ते सलाम अलैकुम लाथे कि मलाई आउँदैन भनेर सरप्राइज हो यो वेलकम ए भ्लगर जाम माथि जाम हाई दिलीमा हाई हजुर एकदम फर्स्ट बाबालाई त मगाएको गाडी ए अहिले हो र उहाँ टुङ्कीमा साइकल त यताबाट आएछ सँगै जाने भनेर स्वागतम फेरि पनि हाई हाई नमस्ते ल जम माथि जम सबैजना हामी चाहिँ तलतिर निस्किन छ सिनेमेटिक गरेको
एकछिन Sama
10 रुपैयाँ भाउ 10 रुपैयाँ तास खेल्ने कार्यक्रम ह्याप्पी तिहार बाँड्नु के बाँड्नु अझ एउटा त्यहाँ यस्तो पनि ए होइन रहेछ मेरो क्या हो क्या पैसा त होइन मेरो त मेरो ए मामाको दुईटा मेरो पनि मान्दैन नदेखाउन्जेल मान्दैन हामी छैन मेरो सानो भन्छ हजुरले अलि पैसा खाइनिस् कि हारिस एउटा तलको मामाले होला मामाले चाहिँ छिटो नि छिटो खोल्नु न भोरीको एका टपले नै खान्छ क्या हो थाहा टुन्न तिर्की चुट के छ त तिर्की चुटले खायो लास्टमा छिटो सो गरेर छिटो सो छिटो खोल्नुहोस् न छिटो अझ एउटा आएन परेन माइज मैले भनेको थियो त्यतिकै चाहिँ त्यो परेन गाटा लाग्यो खायो न है भ्याइयो कि मैले यता पर्ला जस्तो छ परेन मेरो रन छ ठिकै छ छिटो के मैले खाने हो हाच्चीलाई मेरो लाउन छिटो मेरो पैसा मेरो चल्ने पैसा मेरो पैसा टिक्नु पर्छ पैसा मेरो मामाको होडी गयो छैन क्या अट्ठा चुटले खायो ल्याउन पैसा ल्याउन बाबु फाइनल्ली मैले देखि भ्या मसँग भिडियो छ म मान्दिनँ खायो अट्ठा चुटले केही हुन सक्छ पालो छैन यता केही पनि छैन अहिलेसम्म एक्का मात्रैले हुँदैन माडिया एक्काको माडिया माडिया होस् कि टनाक के छ यता रन ल
आठसम्म रन छ है आठसम्म माथिको खाएन सानो हिरा आउँछ हिस्सी छ 8 भन्दा माथिकोले खायो ल छक्का सट्टा 7 8 9 ले खायो ल 8 र 9 त छ आधी चाहिन्छ मलाई त्यसले खायो खायो होइन त्यसले खायो बेतल नपालो र बेतल छैन केही बस त्यो तीन अझै त ए मैले देखेको छु यहाँ भिडियो छ म मान्दिनँ बेतल छैन केही आज त झेल खेल्न पाइन्न तेरो पनि भएको छैन कि यता भएको छ कि दैला जु छक्का छ यता आयो कि दैला दैला त उता पारी होमे बाजिल लिएर गएको यो खायो हिँड्न त्यस्तो त मान्दैन हामीले खायो ऊ त्यहाँ रन हो कि हाम्रो छैन धन्नै राखे मनाइमा अब त सकिनै बसेर आउने काय भयो एककाली खायो चाहिँ बासाले खायो फेरि उता मिसी झुटु थाहा के थियो त मिसी झुटु सो यो चाहिँ थियो हाम्रो तिहारको भ्लग कस्तो लाग्यो प्लिज कमेन्ट डाउन गरिदिनु होला यो भ्लग चाहिँ स्पेसल्ली हाम्रो फ्यामिली मेम्बर्स जो हाम्रो देश बाहिर बस्नुहुन्छ उहाँहरूको लागि थियो एउटा मोमेन्ट सेयरिङ एउटा मेमोरी सेयरिङको लागि वी रियली मिस यु तिहार आशा छ अर्को वर्ष हामी सबैजना सँगै भएर रमाउन पाउनेछौँ हल्का ढिलो भयो भ्लग आउनलाई त्यसको लागि सरी म हल्का ट्राभलिङ गर्दै थिएँ त्यही भएर आउन ढिलो भयो त्यसको पनि भ्लग आउँछ छिटै नै त्यसको लागि स्टे ट्युन एन्ड मन परेमा लाइक सेयर सब्सक्राइब गर्नु एन्ड सी यू इन द नेक्स्ट भ्लग